No rush, just progress. Hello, good morning Kathmandu. It's me Neeraj and welcome to in my mini vlog. लाइक आज हाम्रो कलेजमा भाइभा थियो र भाइभाको लागि कन्फिडेन्स भन्दा पनि कफी चाहिन्छ। सो म र मेरो उसब साथी कलेज जानु अघि कफी खान गयौँ उसको फेभरेट कफी खाने ठाउँमा। कफी त सक्यो तर भाइभाको डिस्कसन चाहिँ कलेजको ब्रेकमा सुरु भयो। कुनै कन्फिडेन्स, कुनै एक्साइटमेन्ट, कुनै नर्भस, बट सबको हालत सेम नै थियो। त्यसपछि हामी सबैजना क्लास गयौँ। सर पनि आउनुभयो। लाइक बाहिरबाट क्ल्याम्प देखिँदा पनि सबको भाइभा मोड अन नै थियो। फाइनली हाम्रो भाइभा सक्यो, टेन्सन कम भयो र म घर फर्केँ र अब फेरि फोकस काममा। आज हाम्रो कम्पनीको वेबसाइटको ब्याकएन्ड पार्टमा इमेल इन्टिग्रेसन पार्ट सुरु भयो। लाइक आज हामीले ब्याकएन्डमा चाहिँ इमेल सिस्टम इन्टिग्रेट गऱ्यौँ। लाइक के हुन्छ भन्दाखेरि कसैले हामीले कन्ट्याक्ट गर्न खोज्छ भने त्यसलाई रिस्पोन्स पठाउने, लाइक त्यसको अटोमेटिक त्यसको मेलमा जान्छ। प्लस एउटा हामी अर्को पनि फिचर एड गर्दैछौँ। लाइक हाम्रो वेबसाइटमा कसैले आएर भ्याकेन्सी भर्यो भने त्यसलाई त्यसको भ्याकेन्सीहरूको डिटेल हाम्रो मेलमा आउने र त्यसलाई हामी के रिस्पोन्स गर्दैछौँ, लाइक इन्टरभ्यू डेट, लाइक हायर्ड, रिजेक्टेड भनेर त्यो कुराहरू पनि त्यसको मेलमा कसरी जान्छ भन्ने कुरामा हामी ब्याकएन्डमा बनायौँ। लाइक हामीले नोड मेलर अझै युज गरेर धेरै कुराहरू गऱ्यौँ। साथै आज सागर सर पनि भेट्नु भएको छ। एकचोटि उहाँसँग कुरा गरौँ के गर्दै होइसिन्छ भनेर। सागर सर, हजुर आज के गर्दै होइसिन्छ भन्नुहोस् त। म चाहिँ भिडियो एडिटिङ गर्दैछु। ए, कुन कम्पनीको सर? ल एउटा मेटा इन्टरनेसनल प्राइभेट लिमिटेड मेन पावर चाहिँ आजैको क्लाइन्ट हो। ए, आजै आएको? ए, आज एउटा हाम्रो क्लाइन्टको चाहिँ भिडियो आएको छ लाइक एडिटिङ गर्नको लागि। वहीँ आज सागर सर गर्दै होइसिन्छ। कहिले भाइभा, कहिले क्लाइन्ट, कहिले कोड, तर जर्नी फरवर्ड नै छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।